हेर्नु अब यहाँ यस्तो दामी मासु गाइस वेलकम टु माई न्यू ब्लग होइन। आज कति दिनपछि मैले ब्लग हालेको छु होइन गाइस। अनि गाइस आज हाम्रो घरमा मैले यसो सोचेको थिएँ बुङ्गुरको मासु लिनु सोचेको थिएँ क्या। अनिदेखि आज हामीहरू बुङ्गुरको मासु बनाउँछु होइन गाइस। अनि यहाँ हेर्नु होला मैले यता बुङ्गुरको स्लाइसहरू काटिसकेँ होइन। अनि यतातिर प्याजहरू काटिसकेँ, टमाटर अनि सिमला मिर्च सब काटिसकेँ। यता लसुन गोटेहरू छु। अनि यो पानी मैले बोइल गरेको गाइस। अब यो हामीहरू यो हुन्छ नि यसलाई पानी यहाँमा हाल्छु। यो हाम्रो पिगको मासु होइन। यसलाई हामीहरू यसरी बोइल गर्छौँ किनभने गाइस यो तेल हुन्छ क्या यहाँमा बढी तेल हुन्छ अनि बसे हुन्छ होइन। अनि यसलाई हामीहरू आधा घन्टा बोइल गर्नेछु अनि खबै लगाइदिन्छु। हेर्नुहोस् त हामीले केही गरेन आज पनि यति धेरै तेल आएको छ। अनि यसलाई अब हामीले बोइल गर्नेछु होइन। अनि उ गर्दैछु। अनि यता मेरो भाइ यता लसुन कोट्याइदिएछ होइन। लसुन पनि कोट्याउनुबाट नि त त्यसपछि आज यस्तो हामीले सोचेको थिएन कि बङ्गुरको बनाउने भनेर। आजकल त्यो बिरामी भएछ नि के भन्छन् कुखुराको त्यो बिरामी भएको छ भन्यो। त्यसैले हामीहरूले त्यो लिएन। हामीहरूले आज हामीहरूले एक हप्तापछि खायौँ किन अस्ति पनि खाएको थिएँ। तर कुखुराको हामीले बनाएर नबनाउन सोचेको थिएँ कि गाइस। त्यसैले हामीले बनाएनौँ। अनि त्यसैले आज हामीहरू बङ्गुरको बनाउने सोचिरहेको छु। डुङ्गुरको पनि योभन्दा अगाडि ऊ भएको थियो होइन के भन्छ भने बिरामी भएको थियो। बुङ्गुरलाई के भयो बिरामी सर्छ बुङ्गुरबाट के भयो भनेर। कहिले कुखुरा सर्छ कहिले बुङ्गुरबाट सर्छ गाइज खै। अनि यता गाइज यहाँ अहिले टिभी हेर्नु भएको छ मेरो दिदी। हजुरलाई नदेखिया होला किनभने अब उता अँध्यारो छ अँध्यारो हेर्नु भने आज दिदी मिस भएको छ कि त्यसैले मैले बनाएको छु। अनि अहिले हामीहरू होइन गाइज रोटी बनाउनु छु। ढिलो मिस्ने छु देसी रोटी बनाउनु छु। भात पनि छ हामीले बिहान बिरयानी बनाएको थियौँ। यहाँ भात पनि छ क्या यता भात पनि छ नदेखिया। बिरयानी बनाउने भनेर गाइज हामीहरू त पुरी जे पायो त्यही बनाइदिन्छु। जे त्यो अब यो गाइज अब आफूले घरमा सिक्नुपर्छ। घरमा मान्छेहरू नभयो भने अब आफ्नो मम्मी बाबाहरू कहीँ बाहिर गयो भने पनि चाहिन्छ सिक्न। कोहीलाई हुन्छ नि खाना बनाउनु पनि आउँदैन प्याज काट्नु पनि आउँदैन कि। त्यो हामीहरू अब पाहाडका मान्छे भयो हामीहरूको अब मम्मीहरू काम गर्लारे आउँछन् डाँडा पाखा जान्छन्। त्यही कारणले हामीहरूले खाना बनाउनुपर्छ। त्यसैले हामीहरू सानैबाट सिक्या हो र सिक्नुपर्छ काम लाग्छ कि गाइस। कहिले काहीँ यस्तो घरमा मान्छे भएन भने कोही खायो भने आफ्नो खाने मन छ भने चाहिँ बनायो खायो। त्यही अब गाइस आज हामीहरू बङ्गुरको मासु बनाइदिन्छु। अनि त्यसको लागि आज हामीले यस्तो सोध्यो कि म भिडियो बनाउनुवाला थिएन कि। अनि मेरो भाइहरूले जिद्दी गर्यो भाइहरूले बनाउन के छाया हो बनायो भने त भाइहरूले यस्तो भने अनि त्यो चाहिँ हामीहरूले बनायो। आज म कलेज पनि गएन कि गाइज किनभने कलेजमा जान्थेँ तर पानी पऱ्यो यस्तो छाता पनि थिएन। अनि उतातिर जाने हाम्रो एउटा चौधरी बजे छन् कि तिनको घरको अगाडि पुरा पानीले पुरा भने यति खुट्टा यति छिर्दिन लाग्यो। त्यसैले म गएन। त्यसैले जान पाएन केही छैन घरमै बसियो। अब आज बुङ्गुरको मासु बनाउने हो। अनि अहिले हामीहरू रोटी खान्छौँ। भात त छ भात मरे भाइ खान्छौँ रोटी दिदीलाई लिन्छौँ होइन। अनि यतातिर अनि यतातिर हामीले अहिले प्याज काट्यौँ। गाइज बत्ती गएर के गर्ने अब गाइज यहाँ अब लसुन कोट्याइसकेको छ। एउटा कटरमा हाल भाइ कटरमा रातो खुर्सानी यहाँ अब बुझेको यता बोइल भइरहेछ। मलाई कस्तो एउटा तातो छ। बत्ती गइहाल्यो गाइस ढोका भयो कि गाइस। यहाँ बोइल भइरहेछ जबसम्म हामीहरू यो मसला दिँदैन नि तबसम्म हामीहरू गर्दैन गर्दा उहिले भाइ जिरा अब नि सामान ल्याउँदैछ। अब गाइस हामीले यहाँ जिरा भन्छ
मिलाइहाल्छु अब यस्तो मस्त बनाउँछु गाइजहरू भिडियोमै खाइदिनु होला यो गाइज हामीले यो बसेको छु हामीलाई दावा पनि चाहियो होला दावा बाहिर चाहिँ के हाल्यो है लाइट पनि बालेर यहाँ हाम्रो धनिया छ गाइस त्यसपछि एउटा कसिनो ल्याउँ कसिनो त यस्तो छ अब यस्तो राखिदिनु बनाइदिन्छु होइन त्योभन्दा अगाडि पनि मैले बनाएको थिएँ कि मैले बनाएको थिइनँ मेरो मम्मी बाबाले बनाएको थियो त्यो हाम्रो लागि कति 13 वर्ष भएको थियो अहिले कति 13, 14, 15, 16, 17, 18 100 वर्षपछि म खाना राम्रो हुन्छ कि हुँदैन मलाई थाहा छैन फर्स्ट आयो मेरो मङ्गलको मासु बनाउने अब मुस्किल त मैले बनाएको छु घरको ग्रेभीमा बनाएको छु अनि त्यो सालानामा बनाएको छु निजी झोलवाला बनाएको छु अरू पनि बनाएको छु सब बनाएको तर यो बङ्कुरको मैले बनाएको छैन थाहा छैन नि त त्यो बोइल गर्नुहोस् त्यस्तो भनेर थाहा त थियो तर कहिले बनाएन कि आज जे हुन्छ हुन्छ भनेर लिइहाल्यो कि अब हामी यसलाई यस्तै हल्दो पनि चाहिन्छ तर हामीहरू हल्दो उस्तरी अगाडि भुटिहाल्छौँ त्यसरी हल्दो हायामा हाल्नु पर्दैन फुटिवाला छ नि त है अनि कमेन्ट गर्नु होला होइन केटाहरू मेरो घरमा खाना बनाउँछु कि नै अनि र यस्तरी कहिले मसला दिनुहुन्छ कि अब मेरो त यस्तै हो अब बिहेपछि पनि मैले आफ्नो बुढीलाई पाल्ने हो अनि होइन घरमा पनि आफ्नो भाइ दिदीहरूलाई पनि यस्तरी पाल्ने अब के गर्ने अब अनि गाई अहिले हामीहरू मसला किनिसकेपछि भेटौँला हुन्छ गाई हामीले अब मसला किनिसकेको यस्तो पनि धेरै मात्र भएन खोइ थाहा छैन हामी यतिकै अब गाइस हेरौँ है हाम्रो यो बोइल त भइसक्यो होइन बोइल भइसक्यो होइन गाइस भइसक्यो गाइस भइसक्यो होइन तर पनि हामी छोड्ने छैन यसलाई चप्पसम्म जब तक छोडेगा नहीं तब तक तोड़ेगा नहीं तब तक छोड़ेगा नहीं मसला भी सक्यो होइन सब भइसक्यो रेडी भइसक्यो गाइस होइन हाम्रो सब रेडी भइसक्यो अब खर हजुरहरूलाई म कसरी बनाउँछु पहिला फर्स्टमा के हाल्ने सेकेन्डमा के हाल्ने कसरी हाल्ने सब होला होइन है तपाईँहरू लाइक मात्र गर्नु होला र मेरो जो भाइहरू बहिनीहरू जो मेरो साथीभाइहरू सब हेर्छन् होइन मलाई लाइक गर्नु होला होइन हजुरको दाइ हजुरको साथी सबैले लाइक गर्नु होला लाइक गरेन भने मैले थाहा पाएको छु भाइहरू स्कुलबाट म आयो त्यहाँको बेन्चको भाइहरू सब छन् होइन मेरो बहिनीहरू सब बहिनीहरू छ जो 10मा पढ्ने 8मा पढ्ने 9मा पढ्ने सब मलाई लाइक गर्नु सब्सक्राइब गर्ने मेरो युट्युब च्यानल पनि छ दिलीप बोहरा भन्ने छ दिलीप ब्लगर छ च्यानल सब्सक्राइब र फलो गर्ने होइन गाइस लाइक कमेन्ट गर्ने प्लिज तिमीहरूले लाइक कमेन्ट गर्यो भने र सब्सक्राइब गर्यो भने म ठुलो भइदिनु तिमीलाई जे मागिदिन्छु त्यो भलाइ भाइ बहिनीहरू होइन लाइक कमेन्ट सेयर गर्ने र सब्सक्राइब गर्ने र मेरो टिकटकमा पनि
अरू गाइस लभ यु होइन